यो वाटर म्यानेजमेन्ट सिस्टम होइन अहिलेको समयमा तपाईँ धेरै फोनमा बिजी हुनुहुन्छ गर्लफ्रेन्डसँग च्याटिङमा बिजी हुनुहुन्छ यो ट्याङ्की भयो होइन अब ट्याङ्कीमा तपाईँ मेसिन चालु गरेर स्टार्ट गरेर तपाईँ गर्लफ्रेन्डसँग च्याटिङ गर्नुहुन्छ यहाँ कति पानी आयो आएन थाहा हुँदैन होइन बचाउनु पऱ्यो कि यो सेन्सरले के काम गर्छ तपाईँ गर्लफ्रेन्डसँग च्याटिङ गर्नु च्याटिङ गर्नु जे गर्नु यो सेन्सरले आफै त्यो मेसिन बन्द गर्छ अब यो पानी यहाँको पानी हामी हात धुनलाई युज गर्छौँ होइन युज गर्छ हात बाहेक नि धेरै कुरा हुन्छ अब तपाईँ युज गरेपछि त्यो पानी तपाईँ के गर्नुहुन्छ वेस्ट हुन्छ होइन वेस्ट नगर्नु है यहाँ स्टोर गर्नु तल स्टोर बनाउनु यहाँ तल स्टोर गर्नु यही पानी फेरि फ्लसको लागि युज गर्नु किनकि फ्लसमा नि फोहोर पानी भयो भने केही फरक पर्दैन त्यो त भइरहेछ यहाँ तल देखायो ट्याप हुन्छ होइन त्यो अर्को पानी युज गर्नु त्यो अनि त्यसपछि एउटा यहाँ यहीबाट कनेक्सन गर्ने यो गिजरको लागि तातो पानी गर्छ होइन हो यो तातो पानी अहिले चिसोमा त नुहाउन मन लाग्दैन क्या चिसो पानीले त्यही भएर तातो पानी गर्नु टक्क नुहाउने यसमा जति पानी बच्छ अलिक चिसो हुन दिनु त्यसपछि के गर्ने यो पानीलाई आफ्नो फुलमा गार्डनमा जेमा युज गर्न मिल्छ भने तपाईँ यो पानीलाई वेस्ट नगरी त्यसमा युज गर्नु यो पानी वेस्ट ल अब यता आउने है अब पानी पर्न बेला के हुन्छ यो छतमा पानी जम्मा हुन्छ होइन यो पानी यतिकै हामी वेस्ट गर्छौँ त्यो पानी वेस्ट नगर्नु यो पानी तल हामी स्टोर गरेर यो पानी स्टोर गरेर तपाईँसँग कार पानी यो नदीको पानी यहाँ स्टोर गर्नु पानी यहाँ धुनु मजाले धुनु कार धुनु बाइक धुनु चलाएर कार धुने होइन सबै धुने होइन अब यो धुएको पानी त वेस्ट जान्छ होइन एउटा देशमा बनाइदिन्छु यो पानी यहाँ आएर स्टोर हुन्छ यो स्टोर भएको पानी हामी यता एग्रिकल्चरमा फार्मिङमा तरकारीहरू उब्जाउने त्यो सबै